आम्मा हो यसपालिको हाम्रो मेल है दाइ एकदम अंगुर हेरी हेरीका परिकार सिस्टमको मेलहरू छ। रातो हरियो नीलो पहेँलो ठुला साना मसिनाहरू सबै किसिमका मेलहरू चाहिँ यहाँनिर यो रुखमा चाहिँ फल्छन् है। सालै पछि यो रुखमा चाहिँ समथिङ 4 मुरी जति चाहिँ मेल फल्छन्। अनि तपाईहरुलाई मैले यसो गफ गरे जस्तो लाग्छ होला हैन। हेर्नुस् यस्तो मजाले फलेको छ मेल। आम्मा हो यति मजाले आएको छन् कि मेल। यतापट्टि सबै लुङमा चाहिँ मसिनै मात्र छन् हैन। अब यो लुङतिर हेर्नुभयो त्यो पनि एकदम ठुलै मात्र ठुला खालका छन्। एकदम मजाले ठुला अनि एकदम साना हेरी हेरीका मेलहरू छन्। यहाँ रातो हरियो नीलो त नभनौँ, अब हुनेर पुग्ने कुरा नि गर्नुपर्छ। तपाईहरुमा आज मेलको रुख चाहिँ यही हो है। यो मेल भनेको तला यो के भन्छन् यो भुइँ स्याउ भन्छ हैन। अनि यो रुख चाहिँ फेरि तपाईहरुले एउटा मात्र देखिराख्नु भएको छ। यो एउटा रुख मात्र हैन, तला फेदमा हेर्न सक्नुहुन्छ बीचमा छुट्टेको छ। यो चाहिँ एकदम भालेर पोथी भन्छ क्या। यो एकदम स्याउ पनि भालेर पोथी भइदियो भने स्याउ फल्छ अरे भन्छ। यो मेलमा चाहिँ 2 किसिमको मेल फल्छन्। एउटै तला चाहिँ एउटै जोडिएको छ तर फेदबाटै छुट्टेको हो। अनि आज एकदम तपाईहरुमा आज मैले मेलको अपडेट चाहिँ यसरी राख्न चाहे। हेर्न सक्नुहुन्छ यसमा 4 मुरी मेल चाहिँ वर्षा पछि फल्छ। यहाँनिर आउँछन् अब तलतिर हाम्रै औलका मान्छेहरू आउँछन्, हाम्रै मास्टरहरू आउनुहुन्छ हामीलाई पढाउने बुद्धि सरहरू पुऱ्याएर लानु भएको थियो। अनि यसो हजुरका तपाईहरुमा आज मेलको यसपालि 2083 सालको अपडेट चाहिँ यस्तो छ। एकदम हेर्न सक्नुहुन्छ है। त मेल भनेको मेल हुनुपर्छ। हेर्न सक्नुहुन्छ मेल यस्तो मजाले एकदम ठुला आकारका छन्। हेर्न सक्नुहुन्छ एकदम मजाले मेल चाहिँ नि। यहाँ आएर हेर्नुभयो भने तपाईँ हेरेर मेलको दृश्य हेरेर मन्त्रमुग्धै हुन सक्छ। यति ठुला छन् यी दुईटा। तपाईलाई मैले तला फेद पनि देखाइसकेँ है। यो एउटै हो तर उधोपट्टि चाहिँ मसिनो फल्ने, उँभो चाहिँ ठुलो फल्ने। एउटै रुखमा चाहिँ तलाबाट चाहिँ छुटेर हो। यस्तो तरिकाको छ क्या मेल। हो भालेर पछि यो लक्षणकै मेल हो। यो मेल भनेको हेर्दैन होला क्या खासै भन्दै आजलाई यति नै अपडेट राख्न चाहे। त एभ्रिवन हेर्न भुल्नु नस्पाती जत्रै हुन्छ नि यो मेल चाहिँ है। तपाईलाई यो उँभोपट्टि देखाएको स्याउ नस्पाती एकदम भनौँ न अम्बाक त नभनौँ, स्याउ र नस्पाती आइटमको चाहिँ मेल हुँदो रहेछ।